नमस्कार, मेरो नाम महर्धन तामाङ हो। म ओखलढुङ्गा जिल्लाबाट आएको हो। म इन्डियन आर्मी हो। मलाई यो 15-16 वर्षदेखि अगाडि मेरो घाँटी र नाकको एकदमै प्रब्लम थियो। राति सुत्दाखेरि मलाई सास रोक्ने, घुरेर कोही पनि मान्छे नसुन्ने, अनि सास रोक्दाखेरि वरिपरिको मान्छेहरू यो त के भयो कि भनेर मलाई पिउजाउने आउँथ्यो। मलाई रातभरि सुत्नु पाउँदैन थियो। मेरो यस्तो मुख सुक्थ्यो। अहिले म 15 वर्षको बादमा यहाँ फ्रन्टलाइन हस्पिटल पुरानो बालेश्वरमा आएर मैले चेकअप गर्दाखेरि ENT डिपार्टमेन्टमा डाक्टर सरिना राज भण्डारी मैले भेटेँ। उहाँको ब्रिफिङबाट मैले बहुत राम्रो उपाय अपरेसन हुन्छ, उपचार हुन्छ भन्ने मैले पहिल्यै सोचेँ। बादमा अपरेसन गरेको बादमा मलाई अपरेसन गरेको 2-3 दिन निकै साह्रो पर्यो। त्यसको बादमा मलाई एकदमै राम्रो भयो। मलाई घुर्ने तकरिबन 20 दिन भयो, 25 दिन भयो, 50% नै मलाई राम्रो भयो। घुर्ने कम भयो, सास रोक्ने अहिले छैन, घुर्ने एकदम कम भयो। म डाक्टर सरिनालाई एकदम मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि म कुनै पनि नाक र घाँटीको जति पनि मैले भेटेको मान्छेहरूलाई म डाक्टर सरिना डाक्टरलाई भेट्नु भनेर उहाँलाई म ब्रिफिङ गर्छु। अनि म आइन्दा पनि यही नै आउने छु। हस् त, म धन्यवाद।